यो सबैजनालाई स्वागत। दुईजना मात्र छ, अब के गर्नु। त्यही भएर नेपालको जस्तै छ, जाँदाखेरि कपाल सपाल पालेर हिरो भएर जाम भनेको झरिएन, खलास भयो कपाल। यहाँको मौसम भने यस्तो, यतातिर यस्तो राम्रो छ, यतातिर है यति राम्रो छ हेर्दाखेरि पनि। यतातिर बादल आउँदैछ, यो बादल आउँदैछ, यो सेतो भइकन अहिले एकैछिनमा पानी पर्छ, थाहै हुँदैन कतिखेर पानी पर्छ कतिखेर घाम लागेको छ। हामीहरू लागि अमरकोटतिर कपाल सपाल काट्नु पर्यो भनेर हेरौँ न। मौसम कति सफा छ, माथि माथि बादल आउँदैछ, अहिले एकछिनपछि पानी पर्छ होला। हेरौँ न कति रमाइलो छ सफा भएको बेला त ठाउँ त। के गर्नु हजुर, परदेशी परियो है। सधैँ भिडियो बनाउँदै हाल्दै गर्छु त भन्ने सोचमा हुन्छ नि, तर त्यति टाइम मिल्दैन। हेरौँ न, यहाँ तलतिर यो ढोरी लागिन खासै राम्रो देखिँदैन, कति रमाइलो छ तलतिर। सेतो ढोरी लागेको छ, यसै कारणले पनि देखिआएन तलतिर। भिडियो बनाउने फोटो खिच्ने गर्दैछन् अगाडि। लु हामीहरू धेरै अगाडि आइसक्यौँ। अब अगाडि त्यो कुहिरो लागेको छ, सेतो बादल लागिरहेछ, अहिले पानी पर्छ होला कतिखेर थाहै छैन। हेर हामीहरू त अब उकालो लाग्नुपर्छ, धेरै हिँड्नुपर्छ, कपाल जान पनि यत्रो हिँड्नुपर्छ। हिँड्दा हिँड्दा आज त धेरै थाकिन्छ होला हो। ल अब उकालो लागियो। ल हेरौँ न, तलतिर यस्तो देखिन्छ बिल्डिङ, उकालो हिँड्नुपर्छ। बिल्डिङ वारिपारि हेर्नुहोस्, यत्रो उकालो हिँड्नुपर्छ। यो त थोरै थोरै देखेको छ, तर धेरै हिँड्नुपर्छ हो उकालो। यो नयाँ पेन्ट गरेछ बिल्डिङमा, ल माथिबाट यस्तो राम्रो देखिन्थ्यो, तर यो के हो यो ढोरी लाग्ने जस्तो देखिन्छ, केही राम्रो छैन। ढोरी लागेको कारणले गर्दा केही राम्रो देखिँदैन। यो त माथितिर यस्तो छ, अनि यो सेतो कुहिरो लाग्यो। वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आज पनि नयाँ भिडियो आइसकेको छ। दुईजना मात्रै छौँ आज। फेरि भिडियो बनाऊँ भनेको एकैछिन घाम लाग्छ, एकैछिन पानी पर्ने जस्तो हुन्छ। साह्रै गाह्रो छ उकालो हिँड्दा हिँड्दा खलास भइयो। विदेशमा पनि साह्रै गाह्रो भयो उकालो हिँड्दा हिँड्दा। ल हेर्नुहोस्, एकछिन सफा हुन्छ, एकछिन पानी पर्ने चाहिँ गर्छ, कतिखेर पानी छुन्छ थाहै हुँदैन। यहाँको मौसम यस्तै छ। ट्याक्कै हामीहरू हिँडेको भन्दाखेरि कपाल सपाल आज यसो हामीले भनेर नेपाल जाँदाखेरि कपाल सपाल पालेर हिरो भएर जाम भनेको झरिएन, खलास भयो कपाल। त्यही भएर यो कपाल अब हल्का मिलाएर जानु पर्यो क्या। अब के गर्नु, यहाँ नेपाल जाने त अहिले त छैन सन्त समय भएको, तर केही समयपछि हुन्छ। तर त्यस्तो नेपालको जस्तो कपाल पाल्न सकिँदैन हो। यहाँ कपाल लास्टै झर्दा यहाँको पानी पनि ठिक नभएर होला सायद। ओ माई गड, हेर्नुहोस् साथीहरू, यहाँको मौसम यस्तो छ। हेर्नुहोस् कति राम्रो छ पर जङ्गलतिर जाम भने अहिले पानीले बिताउला भन्ने डर। हेर्नुहोस् साथीहरू, ट्याक्कै नेपालको जस्तै छ। पोर्चुगल हो यो भनि त नभन मलाई, मलेसिया हो है, तर पनि एकदम राम्रो छ यार ठाउँ त। हेर्नु न, नेपालको भन्दा कम त छैन। हिँड्दाखेरि जङ्गलहरू छ है। विदेश भन्छन् मान्छेहरू, विदेश त यस्तो छ। हेर्नुहोस्, विदेश मलेसियाको ठाउँ हो, विदेश यस्तै छ। विदेश कसरी चिनिन्छ नि, पारी देख्नु भयो नि त्यो बिल्डिङ, त्यो बिल्डिङले टक्कै चिनाइदिन्छ विदेश भन्ने त। विदेशमा त यस्तो यस्तो बिल्डिङ हुन्छ, नेपालमा त यस्तो बिल्डिङ छैन होला। यति अग्लोको त छैन, छन् त छन् होला, तर यति अर्को छैनन्। ठाउँ यस्तो छ हेर्नुहोस्, ठाउँ कपाल काट्न जानलाई यता आउनुपर्छ। यसो कपाल सपाल काटौँ भनेको यत्रो हिँड्नुपर्छ। हेर्नु दुईजना मात्रै छौँ, अब के गर्नु, कपाल सपाल काटिनु टक्क हिरो भइकन जानु पर्यो त है। ठाउँ हेर्नुहोस् न, यत्रो हिँड्नुपर्छ। सिडी हेर्नुहोस्, सर्लक्कै पारीको बिल्डिङ, जङ्गल। ल हेर्नुहोस्, यो अमरकोट हो, तलतिर यस्तो देखिन्छ ठाउँ। हामीहरू कपाल सपाल काटेर अब उकालो लाग्न लागिसक्यो। बाहिर यस्तो छ मौसम, अब पानी पनि थोरै थोरै पर्दैछ। अब के गर्नु हो, गाह्रो छ हामीहरूलाई पनि। एक दिन छुट्टी हुन्छ। हेलो एभ्रिवान, हामी चाहिँ आज गान्टिङ हरेनको अमरकोटमा छौँ। हामी चाहिँ चट्ट चाल आज अफ्डेको दिन हामी कपाल काट्न आएको छौँ। सबैले लभली माया छ हाम्रो तर्फबाट होइन। हाम्रो चित्र भाइको भ्लगमा सबैले माया र लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला, कृपया अनुरोध गर्दछु। यदि भिडियोहरू होइन गलत भयो भने, यताउता भयो भने कमेन्ट गरिदिनु होला, हामीहरू सुधार्न तयार छौँ।
तर माया चाहिँ गर्नु नछोड्नु होला कृपया सधैँभरि माया एकनासँग रहिरहोस् त्यही भन्न चाहन्छौँ अनि अरू के अरू पछिको अर्को भिडियोमा भन्ने छौँ होइन आजको भिडियोमा यति नै छौँ तर यो पानी छ हो यो के भन्छ विदेश भन्छ त विदेश होइन यो कतिबाट भिन्दै छ भने पानीमा सुजमा पानी परेर बिजोग छ उकालोबाट यस्तै छ भिड पाएको होइन विदेश होइन हामी यता पाहाडतिर छौँ लेकतिर त्यही भएर भिडियो त पछिको भ्लगतिरै आउने छु आजको भिडियोमा भिड पाखातिर कुदिरहेको छौँ हामी अनि जे जस्तो पनि भिडियो बनाउँदै छ नि तर भिडियो भन्दा हामी छोडिदिनौँ त्यही छ साथ सपल्ट माया चाहिँ देखाइदिनु होला धन्यवाद मिस्टर पाखरिन मिस्टर पाखरिन मुनि झर्का हुँदैन यत्रो उकाल चल्नुपर्छ यार हेलो गाइस सबैजनालाई हेर्नुहोस् यहाँ अघि न कस्तो राम्रो मौसम थियो अहिले त यस्तो भएको छ हामीहरूले भिडियो बनाइराखेका छौँ होइन ल हेर्नुहोस् मौसम कस्तो सफा थियो अघि हामीहरू आउँदा कस्तो रमाइलो थियो ठाउँ अलिअलि देखिन्थ्यो तलतिर पनि अहिले त यस्तो भयो पुरा पानी परेर जाइ पऱ्यो हेरौँ न खुसी भएको मान्छे यस्तो मौसम छ साथी अब अगाडि भिडियो बनाउँदैन होला धेरै अब भिडियो यति नै समाप्त गर्नुपर्छ होला अर्को दिन कुनै दिन बनाउने छु फेरि लामो भिडियो है त